बिस्तारै बिस्तारै हाँस्ने होइन नि दुःख आएर ल यो घाइते छोडेर माथि चाहिँ भत्केको कारणले यदि घाइते भित्रबाट बाहिर सुरक्षित आइपुगेका छौँ। शान्तपूर्वक एकदम लामो सास फेरेर हामी सुरक्षित छौँ। ल अरू भन्ने खबर गर्नुभएको छ। हामी सबै सुरक्षित छौँ। आज एकछिन गराइदिन त्यो डेमो चाहिँ देखाइदिन म भन्दा पहिला कुन परिसरमा बस्नुपर्छ र बिरामी राख्दाखेरि कुन तरिकाबाट राख्नुपर्छ भन्ने अगाडिपट्टि खुट्टा पार्नु भयो भने बल्ल त्यो खुट्टा चाहिँ भैँमा टेक्नु पर्यो। अर्को हातपट्टि अर्कोपट्टि हात चाहिँ घुँडाउनु पर्छ। त्यस्तो गर्दाखेरि बिरामीलाई राख्दाखेरि तलपट्टि ढुङ्गाहरू हुनसक्छ, ढाड ठोकिन सक्छ। त्यस्तो हेर है भाइ बहिनीहरू हेर एकपल्ट बेसी दामले पनि यतिबाट खसेको वस्तु हातमा लाग्यो टाउको आफैले आफैलाई न्याक्यो झन् गाह्रो हुन्छ।